तिते अर्थात् किराँती समुदायमा वाचिप्पा भनिन्छ। वाचिप्पा विशेष गरेर किराँत समुदायको मौलिक तथा परम्परागत खाना हो। यो खास गरी नेपालको पूर्वमा राई लिम्बू जातिमा खाने चलन छ। खास गरी यो खाना चाडपर्वमा पाहुना सत्कारको लागि अनि शरीरमा चिसो लाग्दा हातगोडा दुख्दा पनि बनाइन्छ। विशेष गरेर यो खाना कुलपितृमा भाले पूजा गर्दा भालेको दिशाबाहेक कुनै पनि चिज फाल्नु हुँदैन भन्ने भनाइको साथ पुर्खाहरूको पालादेखि नै चलनमा आएको खाना हो। तिते अर्थात् वाचिप्पा। भाले काटेर यसको भुत्ला मजाले आगोमा डढाएर छुट्टै ठाउँमा झारेर भालेको खुट्टा, पखेटा, टाउको, आन्द्रालाई मसिनो काटेर भालेको डढाएको भुत्लासँग मजाले पकाएर बनाइन्छ। वाचिप्पा हल्का तितो भए पनि स्वादिलो हुने वाचिप्पा केवल खानाको लागि मात्र नभएर औषधियुक्त गुणले भरिपूर्ण छ। यो परिकार शरीर दुखाइ कम गर्ने, चिसोबाट बचाउने, थकाइ कम गर्ने, पाचनमा सहयोग गर्ने किराँती समुदायमा विश्वास रहेको छ।